मेरो नाम रञ्जना उप्रेती। मेरो घर चाहिँ वीरगञ्ज पर्सा, जितपुर पर्सा। यो पसल त हाम्रो 44 सालदेखि छ। अब पहिला सासूले गर्नुहुन्थ्यो, अब अहिले 2 पुस्ता भएछ यो पसलमा। पहिलाको भन्दा त व्यापार त अहिले पछि राम्रै नै छ। पहिला चाहिँ मान्छेहरू चिया त्यति खानुहुन्न थियो। चिया पनि पैसा तिरेर खान्छ र भन्नुहुन्थ्यो, त्यस्तो राम्रो त हुँदैन थियो। म आउँदाखेरि पनि 49 सालमा मैले चिया पकाउँदाखेरि पनि त्यति चिया मान्छेहरूले खानुहुन्न थियो। पैसा तिरेर पनि खान्छन् र भनेर भन्नुहुन्थ्यो। अब पछि बिस्तारो भएपछि अब सबैले खान थाल्नुभयो। अब सबैको अब चिया गफ भन्ने भयो। अब सबैले चिया अहिले चाहिँ खानुहुन्छ। कोभिडदेखि यता चाहिँ व्यापार छैन त्यस्तो, पहिला जस्तो चाहिँ छैन। पहिला सुरुमा त गाह्रै भएछ काम गर्न, मान्छेसँग बोल्न हुन्छ नि, घुलमिल गर्न धेरै गाह्रो नै भयो। अब गर्दै गएपछि त सजिलो छ। अब यहाँ सबै राम्रै मान्छे आउनुहुन्छ, त्यस्तो हुनुहुन्न कोही पनि। अब धेरै वर्षदेखि गरिराखेको भएर होला, राम्रै छ। अहिले त ठिक छ, सबै यहीँबाट गरिरहेको छु, सन्तुष्टै छु। अब लाज मानेर त हुँदैन सर, खानु परिहाल्यो। लाज मानेर त कहाँ हुन्छ, पहिला सुरु त अप्ठ्यारै हुन्छ, गर्दै गएपछि अब बानी गरिन्छ। अब व्यापार आफ्नो काम भनेको आफ्नै हुन्छ। 30-40 हजार रुपियाँ कमाउनलाई विदेश पनि जानु पर्दैन। आफ्नो काम गर्दा नै ठिक हुन्छ। सानो भए पनि व्यापार व्यवसाय नै ठिक हुन्छ सर। अब बच्चा पढाउने, खाने सबै, अब जे पनि सबै यहीँबाट गरिरहेको छु। बच्चाहरू पढाउने सबै थोक यहीँबाट गरेको छु सर। हजुर। नानीहरू चाहिँ कतिजना? नानीहरू 2 जना हुनुहुन्छ। छोरी छोरा। यतै सँगै राख्नु भएको छ कि बाहिरै छन्? बाहिर जानुभएको छ? बाहिरै छन्। पढ्दै थिएँ। अब यहीँ पढ भनेको मानेनन्, बाहिर जान्छु भने गए। दुईटै बुढाहरू बाहिर जान्छ? हजुर, दुईटै बाहिर छ। अब आफ्नो काम हो, मैले सबै यहीँबाट गरेको छु। छोराछोरीले बोलायो नि हामी त्यहाँ गएर बस्न सक्दैनौँ। हामी यहीँ नेपालमै बसेर काम गर्छौँ। हामीलाई यहीँ ठिक छ सर, यहीँ हुन्छ, विदेश जान हुँदैन। अहिले चाहिँ अब राम्रो यहीँ छ, अर्काको देशमा बस्नुभन्दा यहीँ आएर गर भनेर भनेको छु भन्न त मैले छोरालाई नि। कतिपय व्यक्तिहरूले त केही समयसम्म मात्रै व्यापार व्यवसाय गर्छन्, अनि त्यसपछि अब आफूले सोचेको जस्तो नभएपछि छोड्ने गर्छ। उहाँले चाहिँ तपाईँ के सुझाव दिन चाहनुहुन्छ? गर्दै गएपछि हुन्छ, बिचैमा अब हरेस खाएर त छोड्न हुँदैन। काम भनेको छिटो तुरुन्तै सफलता पाउने चिज पनि होइन। बिस्तारै गर्दै गएपछि सफलता पाइन्छ। आँटेर गर्नुपर्छ। 2-4 महिना 6 महिना भनेको त अब छिट्टै नै तुरुन्तै सफलता मिल्दैन। 2-4 वर्ष त कुर्नै पर्छ। कम्तीमा पनि 1-2 वर्ष त कुर्नै पर्छ। नभए त व्यापारमा त्यति छिटो त कहाँ हुन्छ र जागिर खा जस्तो तुरुन्तै महिनाको तलब थाप्ने होइन सर। व्यापारमा जागिर भनेको अब तुरुन्तै महिना मरेपछि तलब पाइन्छ, काममा हुँदैन नि सर। आफ्नो काम भने त अब कहिले हुन्छ कहिले हुँदैन, कहिले घाटा पनि हुन्छ कहिले नाफा पनि हुन्छ। आफ्नो काममै ठिक हुन्छ। सानो तिनो भयो नि व्यापार व्यवसाय नै हुन्छ गर्नलाई चाहिँ। जागिर खाने मान्छेलाई चाहिँ जागिरै ठिक छ भन्नुहुन्छ। व्यापार गर्ने अब हामी चाहिँ, म चाहिँ अब धेरै वर्ष भयो सर यो काम गरेको, अनि आफ्नै काम गर्दा हुन्छ सानो तिनो भए पनि भन्ने लाग्छ मलाई चाहिँ। पैसाले मात्रै त कहाँ हुन्छ र सर, हुँदैन। सबै थोक चाहिन्छ हामीलाई। सबैभन्दा ठुलो परिवार हो, परिवार पनि चाहिन्छ सर। पैसाले मात्रै सबै थोक पाइँदैन, खुसी किन्न पाइँदैन, आफ्नो परिवार किन्न पाइँदैन। पैसा मात्रै भएर पनि सन्तुष्ट हुँदैन। हामी चाहिँ सबैजना छौँ, देवर जेठाजु, छोरा छोरी, म सबै छौँ, देउरानी जेठानीहरू सबै छौँ। हजुरको यो जुन व्यापार व्यवसायलाई नै केन्द्रित बनाएर नै कुराकानी हामीले गरिरहेका छौँ। मैले यो व्यापार व्यवसायकै बारेमा यो किनभने पहिलादेखि नै हजुरले गरिल्याउनु भएको कामहरू हामीले देखिरहेको भएर नै यसै विषयमा हामीले कुराकानी गरेका हौँ। मैले हजुरलाई सोध्न छुट्याएको र हजुरलाई भन्न मन लागेको कुराहरू केही छ कि? होइन, छैन, केही पनि छैन। हजुरले सबै सोधिसक्नु मैले भनिसकेँ भने। ल अब ठिकै छ। छोरीले चाहिँ स्टाफ नर्स पढ्यो, मेरो यहीँ पढेर गएको। छोरा चाहिँ +2 साइन्स पढाएको थियो, अहिले IT पढ्दैछ बाहिरै पढ्दै। हजुर, ठिकै छ। अब नानीहरूले राम्रो पढ्दै रहेछ, यो खुसी लाग्यो। हजुरले यति दुःख गरिसकेपछि, यति मिहिनेत गरेर छोराछोरीहरूले एउटा सफलता
प्राप्त गर्नु नै बाबुआमाको एउटा खुसी हो। यहाँलाई छोराछोरीबाट खुसी नै प्राप्त भएको छ जस्तो हामीलाई महसुस भएको छ। आउने दिनहरूमा पनि छोराछोरीले हजुरलाई धेरै खुसी दिउन् अनि खुसी साथसँगले राखुन्, मेरो आफ्नो तर्फबाट हजुरलाई यही शुभकामना। र अन्तिममा अब विभिन्न स्थानबाट हेर्नुभएका दर्शकहरूलाई चाहिँ तपाईँले यो आफ्नो व्यवसायको बारेमा केही परिचय दिन चाहनुहुन्छ कि? मैले चाहिँ यो पसल मेरो बिहे गर्नुभन्दा अगाडिदेखि छ, 44 सालदेखि नै छ। त्यसपछि मेरो बिहे गरेर आएपछि म 49 सालमा आएको। 49 सालमा आएको म 49 सालदेखि नै गरिरहेको, मैले गरिरहेको छु 49 सालदेखि नै, अहिलेसम्म गरि नै रहेको छु। अब यहाँबाट उता पनि गर्न सकौँ, गरिरहँ। काम गरेदेखि हातखुट्टा नै बलियो हुन्छ, काम चाहिँ गर्नुपर्छ। हजुरले यो व्यवसाय गर्नुभएको ठाउँ चाहिँ कुन जिल्लामा पर्छ, कुन नगरपालिकामा पर्छ, कुन ठाउँमा पर्छ त? यसको नि लोकेसन बताइदिनुहोस् न त। काठमाडौँ जिल्ला, बागबजार, काठमाडौँ महानगरपालिका, बागबजार, 28 वडा। हुन्छ अब अन्तिममा हजुरको परिचय। मेरो नाम रञ्जना उप्रेती, मेरो घर जितपुर पर्सा। जुन आफूले गरिरहेको काम कुराको विषयमा रहेर तपाईँ र हामीले यसरी संवाद गऱ्यौँ र यो संवादको लागि यसरी समय उपलब्ध गराइदिनु भएकोमा चिरीलाई धेरै धेरै धन्यवाद छ है त। धन्यवाद सर, हजुरहरूले पनि यति आएर इन्टरभ्यू लिनुभयो, धन्यवाद हजुरहरूलाई नि धेरै धेरै।